हेलो साथीहरू, हामी दसैँ मनाउन घर आइसकेका छौँ। पङ्खा चालु छ, चिसो भुइँमा सुत्तिए चाहिँ चितवनमा यति गर्मी छ। 2.5 वर्षपछि घर आएको, घर अगाडिको बाटो त चकाचक भएछ। अब चकाचक भएर गयो नि यति गाडी गुड्छ, राति पनि दिनमा पनि गाडीको टाट्टारुटुरले दिमाग खराब हुन्छ। त्यही भएर अगाडिको झालढोका चाहिँ सधैँ डामडुम्म है हाम्रो घरमा चाहिँ। यी डोलापाटीहरू भजन गाउँदै मन्दिरतिर छिरे। हाम्रो घर एकदम सिम्पल मिनिमल टाइपको छ कि है। अनि हाम्रो रुम यति मेसी छ हेर्नु न त्यो बच्चाहरूले। यो चाहिँ हाम्रो सानो चिटिक्क परेको किचन। अनि अर्को इम्पोर्टेन्ट कुरा है, हाम्रो घरमा चाहिँ आयुर्वेदिक कुराहरू एकदम धेरै हुन्छ। यो हेर्नु, तेजपत्ता, कडी पत्ता, निम पत्ता, अनि फ्रिजमा पनि पुरा नुहाउने घिउ, पनिर के ल्याउनु छ आमाले है। घर परिवारले चाहिँ के कुरामा बिलिभ गर्नुहुन्छ भने चाहिँ बरु पुरानो कपडा लाउने, पौष्टिक कुरा खाने, अनि चाहिँ नयाँ किताब किन्ने भन्ने टाइपको बिलिफ सिस्टम भएको मान्छेहरू हो क्या हाम्रो परिवार चाहिँ। अनि बुवाले पनि कता कता गाउँमा गएर अर्ग्यानिक तरकारीहरू यति धेरै लिएर आउनुहुन्छ कि बोरामा लिएर आउनुहुन्छ कि फेरि थोरै पनि होइन। म फेरि काचाकुचो खाइराख्नु मन लाग्छ कि धेरै त होइन कहिलेकाहीँ। मलाई नि फेरि ग्यास्ट्रिकको समस्या छ, धेरै खाँदिनँ। मेरो लागि पनिर पनि ल्याइदिनु भएको थियो आमाले। अनि यहाँ घर आएपछि चाहिँ त्यो खाना पाउँदिनँ नि त, अनि कस्तो छटपट भए जस्तो हुन्छ कि। यो दही पनि लिएर आउनुपर्छ टाइममै पुरै। यो करेला यति हो है, फ्रिजमा चाहिँ धेरै खासै छैन। यो आज चाहिँ लोकल कुखुराको मासु पकाएको। खाना खानुभन्दा अगाडि सबैले सलाद ठोक्दै हुनुहुन्छ। सेलरोटी पनि ल्याउनु थियो बुवाले। योपालि चाहिँ हामीले सेलरोटी हालेनौँ, बुवाले टिका लाउनु भएन कि योपालि। अनि लोकल कुखुराको मासु पकाएँ मैले। अनि अचारमा चाहिँ सेतो तिल र कर्कलाको अचार बनाएँ। अनि अर्को चाहिँ पनिर र आलुको करी बनाएँ। अनि सबैलाई सर्भ गरेँ। हेर्नु न, मोही पनि थियो है, मिठो भएको थियो सबै कुरा। अनि सलाद पनि, मासु पनि। अनि थ्याङ्क्स फर वाचिङ।